हेलो नमस्ते। धेरै दिनपछि म यहाँहरूसँग आएको छु र म आज तपाईँहरूलाई चाहिँ बिल्बाओको एकदमै ठुलो म्युजियम तपाईँहरूलाई देखाउन चाहन्छु है। यता पछाडि छ हेर्नु है, यस्तो ठुलो छ, यस्तो ठुलो छ, यस्तो बवाल छ हेर्नु है। पछि नै म तपाईँहरूलाई पछाडिबाट पुरै देखाउँछु है। यहाँ वेट गर्दै गर्नु है। वाह यस्तो दामी छ हेर्नुहोस्, बिल्बाओको म्युजियम हो है यो। टक्क यहाँ खोला छ अनि यो चाहिँ ठुलो बिल्डिङ भयो, तपाईँले देखेका छन् यो बिल्डिङ भयो म्युजियम है। यो बिल्बाओ चाहिँ एकदमै धेरै बस्नलाई एकदम स्वच्छ वातावरण, तपाईँको एकदमै यहाँ बस्न चाहिँ ठ्याक्कै नेपाल जस्तो क्या। तपाईँको नेपालभन्दा कुनै कम छैन यहाँ चाहिँ। यहाँ पानीमा आगो बलायो भन्दा पनि तपाईँहरूलाई अस्ति भिडियो हालेको थिएँ नि त। यो पानीमा पुरै यहाँ भित्रभित्रैबाट आगोहरू बल्छ र यहाँभित्र पनि एकदमै खतरा। यहाँभित्र चाहिँ एकदम बवाल छ भन्ने कुरा छ। म गएको छैन है, म तपाईँहरूलाई गएँ भने तपाईँहरूलाई म भिडियो पक्कै पनि हाल्ने नै छु। मलाई यस्तो राम्रो छ बिल्बाओको म्युजियम है। यो तपाईँहरूले नेटमा पनि हेर्न सक्नुहुन्छ, सर्च गर्न सक्नुहुन्छ र एकदमै यहाँको अन्य ठुलो माकुर हो है, ठुलो माकुर हो एकदमै। कस्तो ठुलो माकुर हो, ओ माई गड माकुर हो। खतरा छ। एकदमै पर्यटकीय क्षेत्र बिल्बाओको एकदमै प्रख्यात ठाउँ है यो, एकदमै प्रख्यात ठाउँ हो यो। तपाईँहरूलाई मैले देखाइरहेको छु।